आज हामी एउटा यस्तो किताबको गहिराईमा पुग्दैछौँ जसले शिक्षाको परिभाषा नै बदलिदियो। पाउलो फ्रेइरेको उत्पीडितहरूको शिक्षाशास्त्र। आखिर यो किताब किन यति शक्तिशाली र विवादास्पद मानिन्छ त? ल सुरु गरौँ। किताबको सुरुवातमै रिचर्ड शलको यो भनाइले त एक किसिमको झट्का नै दिन्छ। सोचौँ त एकछिन, शिक्षालाई विध्वंसात्मक शक्ति भनिएको छ। यसले तुरन्तै के स्पष्ट पार्छ भने फ्रेइरेको विचार केवल कक्षा कोठामा सीमित थिएन। यो त पुरै समाजको जग हल्लाउने, यथास्थितिलाई चुनौती दिने एउटा क्रान्तिकारी विचार थियो। र यो विचार कतिसम्म फैलियो भन्ने कुरा यो आँकडाले देखाउँछ। 7,50,000 भन्दा बढी प्रति बिक्री हुनुको मतलब यो किताब मात्रै रहेन, एउटा आन्दोलन नै बन्न पुग्यो। यसले विश्वभरका शिक्षक, कार्यकर्ता र विचारकहरूलाई जोगायो। फ्रेइरेका विचारहरू खाली किताबका पानामा मात्रै सीमित थिएनन्। ती यति शक्तिशाली थिए कि त्यसको असर सिधै देखियो। ब्राजिलका गरिब किसानहरूलाई अक्षर चिनाउने उनको कामले गर्दा सन् 1964 को सैन्य कुपछि उनलाई जेल नै हालियो अनि देश निकाला समेत गरियो। त्यसैले यो किताब सिद्धान्त मात्र होइन, यो त व्यवहारमा जाँचिएको र सत्ताका लागि खतरा मानिएको विचार हो। ल, त्यसो भए के हो त फ्रेइरेको यो शक्तिशाली विचारको चुरो कुरो? अब यसको पहिलो भागमा जाउँ, जहाँ हामी समाजको सबैभन्दा ठूलो समस्यालाई बुझ्ने कोसिस गर्नेछौँ। त्यो हो उत्पीडक र उत्पीडित बीचको अन्तर्विरोध। फ्रेइरेले आफ्नो कुरा एउटा एकदमै आधारभूत तर निकै गहिरो प्रश्नबाट सुरु गर्छन्। एकपटक आफैलाई सोधौँ न, आखिर मानवताको सबैभन्दा मुख्य समस्या चाहिँ के होला? र उनको जवाफ एकदमै मार्मिक छ। उनी के भन्छन् भने हाम्रो जीवनको सबैभन्दा ठूलो लडाई भनेकै पूर्ण मानव बन्ने हाम्रो भित्री चाहना, जसलाई मानवीकरण भनियो, र हामीलाई त्यस्तो बन्न नदिने शक्तिहरू अर्थात् अमानवीकरण। यिनै दुई बीचको द्वन्द्व हो। अब यहाँनिर फ्रेइरेको तर्कले एउटा गजबको मोड लिन्छ। उनी के भन्छन् भने यो अमानवीकरण एकतर्फी हुँदैन। उत्पीडनले उत्पीडितको मात्र होइन, उत्पीडन गर्नेको पनि मानवता खोज्छ। यो त एउटा यस्तो विष हो जसले दुवैलाई असर गर्छ। यो आधारभूत अन्तर्विरोधलाई हेरौँ न। एकातिर छन् उत्पीडक जसको चेतना नै अधिकार जमाउने खालको छ, अरूलाई वस्तु जस्तो देख्ने र आफ्नो उत्पीडन गर्ने स्वतन्त्रतालाई जोगाउन खोज्ने। अनि अर्कोतिर छन् उत्पीडित जसको चेतना दबिएको छ, उनीहरूको सपना नै उत्पीडक बन्ने हुन्छ र साँचो स्वतन्त्रताको जिम्मेवारी लिन पनि डराउँछन्। होला, तर प्रश्न यो उठ्छ कि यो दमनकारी प्रणाली कसरी टिकिरहन्छ त? फ्रेइरेको विश्लेषण अनुसार यसको सबैभन्दा ठूलो हतियार हो हाम्रो परम्परागत शिक्षा प्रणाली, जसलाई उनी एउटा रोचक नाम दिन्छन्, ब्याङ्किङ मोडल। यो रूपक कति शक्तिशाली छ होइन त? कल्पना गरौँ त, कक्षा कोठा एउटा ब्याङ्क हो जहाँ शिक्षकले विद्यार्थीको खाली दिमागमा ज्ञान जम्मा गरिदिने र विद्यार्थीहरू चाहिँ केवल निष्क्रिय भाडा जस्ता, जसले चुपचाप त्यो जानकारी लिइरहन्छन्। फ्रेइरेले यो मोडलका केही नियमहरू नै बनाएका छन्। यसको चुरो कुरो के हो भने शिक्षक सधैँ कर्ता हुन्छ, मतलब जान्ने, बोल्ने, सोच्ने सबै उही, अनि विद्यार्थी चाहिँ केवल वस्तु जसले सुन्ने, रट्ने र मानेर बस्ने। यस्तो भएपछि विद्यार्थीको सृजनाशीलता र प्रश्न गर्ने बानी त मर्ने नै भयो नि, होइन र? अनि यस्तो शिक्षाको खास उद्देश्य के होला त? यसको भित्री लक्ष्य भनेको यस्ता मानिसहरू तयार पार्नु हो जसले सिस्टममाथि प्रश्न नउठाउन्, बरु चुपचाप त्यसमा घुलमिल भएर बसुन्। यसले के गर्छ त भन्दा जस्तो छ त्यस्तै चलिरहन मद्दत गर्छ। तर फ्रेइरे यहाँनिर निराश भएर बस्दैनन्। उनी समस्या मात्र देखाउँदैनन्, समाधान पनि दिन्छन्। ल, अब यो अँध्यारो कुराबाट अलिकति उज्यालोतर्फ लागौँ, मुक्तिको लागि शिक्षाशास्त्र। अघि हामीले के देख्यौँ भने ब्याङ्किङ मोडेलबाट शिक्षा कसरी दमन र नियन्त्रणको एउटा बलियो हतियार बन्न सक्छ। तर फ्रेइरे के भन्छन् भने त्यही शिक्षा नै फेरि मुक्तिको सबैभन्दा शक्तिशाली माध्यम पनि बन्न सक्छ, र यही हो स्वतन्त्रताको अभ्यास। त्यसो भए फ्रेइरेको विकल्प के हो त? त्यो हो समस्या प्रस्तुति शिक्षा। एकछिन कल्पना गरौँ त, एउटा यस्तो कक्षा कोठा जहाँ शिक्षकले रेडिमेड जवाफ दिँदैनन्, बरु विद्यार्थीसँग मिलेर प्रश्नहरू खोज्छन्। यहाँ आएर शिक्षक र विद्यार्थी बीचको त्यो पर्खाल भत्किन्छ, दुवै मिलेर सिक्ने र सिकाउने बन्छन् र आफ्नो वरपरको संसारलाई आलोचनात्मक नजरले हेर्न थाल्छन्। यो प्रक्रिया दुई चरणमा हुन्छ। पहिलो चरणमा के हुन्छ भने
उत्पीडितहरूले आफ्नो अवस्थाबारे बुझ्छन् र त्यसलाई बदल्नका लागि सोच्ने र काम गर्ने दुवै गर्छन्, जसलाई फ्रेइरे प्राक्सिस भन्छन्। अनि दोस्रो चरणमा जब त्यो दमनकारी संरचना फेरिन्छ तब यो शिक्षा सबैका लागि सधैँभरि मुक्तिको प्रक्रिया बन्छ। ल त्यसो भए यो पुरै शैक्षिक क्रान्तिको अन्तिम लक्ष्य चाहिँ के हो त? फ्रेरेको शब्दमा भन्दा यो हो आलोचनात्मक चेतनाको विकास। फ्रेरेले यसका लागि एउटा खास पोर्चुगिज शब्द प्रयोग गर्छन्, कन्सियन्सियाजेसन। यो भनेको खाली सचेत हुनु मात्रै होइन है, यसको अर्थ निकै गहिरो छ। आफ्नो समाजमा कहाँ कहाँ अन्याय छ, शक्तिको खेल कस्तो छ भनेर बुझ्ने अनि त्यसलाई बदल्नका लागि सक्रिय भएर लाग्ने। अन्तमा गएर यो शिक्षाशास्त्र भनेको के हो त भन्दा मानिसहरूलाई अरूको नियन्त्रणमा रहेको वस्तुबाट आफ्नो भाग्य र संसार आफै बनाउने कर्ता बन्ने एउटा यात्रा हो। र अन्त्यमा फ्रेरेको यो कामले हामी सबैलाई एउटा आधारभूत प्रश्नको अगाडि उभ्याइदिन्छ। शिक्षाको उद्देश्य के हो? हामीलाई समाज जस्तो छ त्यस्तैमा फिट गराउनु हो कि हामीलाई त्यो समाजलाई अझ राम्रो, अझ न्यायपूर्ण बनाउने शक्ति दिनु हो? यो प्रश्न आधा शताब्दीभन्दा बढी भइसक्दा पनि आज उत्तिकै सान्दर्भिक र जरुरी छ।